आज म पशुपति गए। पशुपति पुगेर भोक लागेपछि खाजा चाहिँ घरको जस्तै खाएँ। हो गाइस, म चाहिँ आज पशुपति गएको थिएँ। पशुपति पुगेर कस्तो मलाई भोक लाग्यो। अब केही न केही त खानु पर्छ भनेर म पुगे दिदीको पसलमा। दिदी त मलाई देखेर सरप्राइज हुनुभयो। मलाई चाहिँ दिदीले यात्रीको चियाटाको मालिक आयो भनेर जिस्काइरहनु भएको थियो। अनि मैले पनि दिदीलाई रमाइलोसँग भने, म यात्रीको चियाटाको मालिक होइन, तपाईको पसलको कस्टमर हो। मलाई लास्ट भोक लागिरहेको छ, मलाई चाउचाउ, आलु फ्राई अनि रोटी ल्याइदिनुस् भनेर भने। अनि दिदीले चाहिँ मैले भनेको सबै खानेकुराहरू पकाएर दिनुभयो। त्यसपछि बिस्तारै त्यो सबै खानेकुराहरू खाएँ। यहाँ चाहिँ एकदमै मिठो, सस्तो अनि घरको जस्तै खानेकुराहरू पाइन्छ। तपाईहरू पनि पशुपति आउनु भयो भने अनि भोक लागेपछि यता गएर खाजा खानु होला। यहाँ चाहिँ एकदमै मिठो अनि सस्तो पाइन्छ है। अनि मैले त्यो सबै खाजा खाएँ। अनि मैले खाजा खाएको पेमेन्ट गरेँ। दिदीले पनि यात्रीको चियाटामा आउनु होला, त्यहाँ पनि सस्तो अनि मिठो खानेकुराहरू पाउँछ भनेर भने। अनि दिदीले चाहिँ हुन्छ म टाइम मिलाएर आउँछु भनेर भन्न लाग्नु भएको थियो। दिदी मात्रै होइन, तपाईहरू पनि आउनु होला यात्रीको चियाटामा टाइम मिलाएर। अनि म चाहिँ पशुपतिदेखि अलि बेलुकातिर इन्ड्राइभ गरेर यात्रीको चियाटामा पुगे। अनि तपाईहरूले यात्रीको चियाटामा हुक्का पाउँछ कि पाउँदैन भनेर सोधिराख्नु भएको थियो। हुक्का पनि पाइन्छ है। तल हुक्कालाई 350 र तल हुक्कालाई 250 पर्दछ। त्यसैले आउनुहोस् यात्रीको चियाटामा। यता रमाइलो सँगै रिल्याक्स पनि भइन्छ। अनि मैले यात्रीको चियाटाको मात्रै प्रमोट होइन, मैले विभिन्न क्याफे रेस्टुरेन्टहरूको पनि प्रमोट गर्न थालेको छु। अब म तपाईहरूको सेवा, रेट अनि माहौल सबै कुराहरू हेर्छु। अनि म तपाईहरूको रेस्टुरेन्ट अनि क्याफेको जेन्युइन रिभ्यू दिन्छु। यदि तपाईहरू पनि क्याफे रेस्टुरेन्टको प्रमोट गर्न चाहनुहुन्छ भने मलाई मेसेज गर्नु होला।